नमस्ते सम्पूर्णमा तपाईहरु यो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ कृपया यो भिडियोलाई जति सक्दो तपाईहरुले शेयर गरिदिनु होला भन्न चाहन्छु ताकि तपाईको एउटा शेयरले अहिले यो पछिल्लो क्रममा जापानमा धेरै जसो भाइ बहिनीहरुले काम नपाएर तडपिरहेका छन् तपाईको यो शेयरले उनी उक्त भाइ बहिनीहरुलाई काम खोज्नको लागि मद्दत पुग्नेछ र मैले यो भिडियो मार्फत जापानमा जुन तपाईको भाइ बहिनीहरुले काम नपाएर कति धेरै तडपिरहेका छन् उनीहरुले काम कसरी खोज्ने त हैन भाषा बोल्दै नबोल्ने भाइ बहिनीहरुको लागि चाहिँ अलिकति इम्पोसिबल हुन सक्छ तर तपाईको चाहिँ अलिकति नर्मल्ली हैन भाषा बोल्न सक्ने भाइ बहिनीहरुको लागि यो भिडियो अति उपयुक्त हुन सक्छ त्यसैले यो भिडियोलाई जति सक्दो तपाईहरुले शेयर गरिदिनु होला भन्न चाहन्छु तपाईले आफ्नो मोबाइललाई खोल्नु होला हैन त्यसपछि यो गुगल ब्राउजरमा जानु होला मैले यो अलरेडी सर्च गरिसकेको छु तपाईले टाउनवर्क भनेर सर्च गर्नु होला हैन यो गुगलमा गएर जुन यो सेकेन्डमा भएको townwork.net मा जानु होला त्यसपछि तपाईले के गर्नु होला भने तपाईलाई जापानिज भाषा छैन तपाईको भाषामा समस्या छ भने यो इंग्लिश गर्नु होला इंग्लिश गर्न मिल्छ फर्स्टमा भनेको छ तपाईको लोकेसन हैन कुन ठाउँमा बस्दै हुनुहुन्छ तपाई सिटी तपाईको अथवा नजिकैको स्टेसन पनि तपाईले हान्न सक्नुहुनेछ अथवा तपाईको सिटी हैन जस्तो मैले सिटीलाई सिलेक्ट गरे हैन कुन सिटीमा बस्दै छु त म हैन जस्तो सपोज मानौ म ताकासाकी बस्दै छु यो गुम्बागिनको ताकासाकी भन्ने सिटीमा बस्दै छु हैन यसलाई मैले ओके गरे भने तपाईको जुन यो अगाडि इन्टरफेस यसरी देखाउँछ जुन तपाईको चाहिँ यो ताकासाकीमा कामहरु हेर्नु तपाई फर्स्टमै छ 7-11 मा नाइट काम हैन अनि आवरको कति पैसा हैन भनेर अब तपाईले यसको भित्र जानलाई मजाले यसलाई क्लिक गर्नु होला यसरी तपाईको अगाडि इन्टरफेस आउँछ हैन यो कति बजेदेखि कति बजेसम्म काम कति बजेदेखि कति बजेसम्म कति पैसा भनेर यो सबै डिटेलहरु यहाँ हुन्छ मजाले यसलाई चाहिँ तपाई अध्ययन गरेर अथवा हेरेर त्यसपछि तपाईले इन्टरनेट अब यतिकै फर्म फिलअप पनि गर्न सक्नुहुनेछ तर तपाईको चाहिँ यो कम्पनीको नामहरु हैन यो कुन ठाउँमा छ लोकेसन र यो पसलमा फोन गरेर म तपाईको पसलमा भ्याकेन्सी रहेछ मैले काम गर्न चाहन्छु हैन म काम खोज्दै छु भनेर तपाईले डाइरेक्ट फोन पनि गर्न सक्नुहुनेछ फोन नम्बर यहाँ अलरेडी छ हैन त्यसपछि तपाई इन्टरभ्यु दिन जान सक्नुहुनेछ यो भिडियो भनेको अलिकति भाषा बोल्न सक्ने अलिकति मात्रै भए पनि हुन्छ हैन र तपाईले इन्टरनेटबाट फर्म फिलअप गर्न चाहनुहुन्छ भने तपाईले यो एप्लिकेसनमा जानु होला हैन त्यसपछि फेरि तपाईको यहाँ भनेको छ हैन तपाईको इमेल एड्रेस पासवर्डहरु हालेर तपाईले फर्म फिलअप गर्न सकिनेछ